आज चाहिँ हाम्रो भेनाजुले ससुरालीमा आएर मासु काट्दै हुनुहुन्छ। खासमा अब यहाँ घरमा हाम्रो दाजुभाइ अनि बुहारी भाउजू भावा उहाँहरूले नै गर्नुहुन्थ्यो होला। हामी चाहिँ जहिले पनि आएर आफै पकाउने आफै खाने। मेरो भेनाजु फेरि यति असल हुनुहुन्छ कि के कुरा गर्नु, उस्तै पऱ्यो भने हामीलाई नै पकाएर खुवाउनुहुन्छ। बुवा जस्तै हुनुहुन्छ हाम्रो भेनाजु हाम्रो लागि। अनि आज चाहिँ बुवा र आमाले पालेर राख्नु भएको हाम्रो लागि एउटा माउ पोथी काट्यौँ हामीले। तर पोथी चाहिँ अन्डा पार्ने बेला भएर चाहिँ साथीहरू है, लोकल कुखुरा खाऊँ न त धेरै समय पछाडि भएको छ भनेर यसरी गरेको। अनि यहाँ चाहिँ अन्डा पार्न रहेछ कि यो पोथीले चाहिँ यसरी बन्दो रहेछ कि अन्डा। हेर्नु त यो चाहिँ पुरै तयारी भएको। अब यसमा बाहिर खोस्टा लाग्न मात्रै बाँकी। अरू चाहिँ है हो यिनी चाहिँ अरू सबै हुँदै गरेका अन्डाहरू यहाँभित्र कति छन् साथीहरू है। अनि यो चाहिँ यति मोटो रहेछ कि आमाले हाम्रो लागि भनेर पालिदिनु भएको। एकदमै मोटो रहेछ। हामी आयौँ अब बनाउँदैछौँ अनि खाने हो। हुमालाई एकदमै मिस गरेका छौँ। हाम्रो हुमा चाहिँ काठमाडौँमा छिन् अहिले। साइली बहिनी त आउँदैछिन्। भेनाजु कस्तो लागिरहेछ त? ठिक राम्रो लागिरहेछ हो। आफै आउने पकाउने नि त्यही त हो नि। हैरान छ मेरो भेनाजुलाई। मेरो ठुलो भेनाजु, एकमात्र भेनाजु मेरो। बाबु तिमीलाई कस्तो लागेछ? अलि राम्रो लागेछ। एउटा गीत गाइदेऊ न। मोहनी लगायो हजुर। छैन होला आन्टी यहाँ। हाम्रो आमाले के सामा गर्नु हजुर। पुष्पा भाउजू गर होला बरु। मोहनी लगायो अब रातैभरि छैन आँखाले तिमी यसो आँखा जोड्यो भने सपनीमा तिमी बस्छ डला मेरो यता जाउँ ढल्के जवानी बाबु वर्षा खै सुतिरहन्छ नि। त्यो बेकारको छे तिमी मात्रै ज्ञानी छौ नि। कति बजे उठ्छौ रे तिमी? कति बजे? 4 बजे उठ्छौ? उठेर के गर्छौ रे? साथीहरू यता हाम्रो चुलोमा चाहिँ भात पाक्दैछ अनि यता चाहिँ मासु तयार हुँदैछ हाम्रो दाङ घरमा। अनि म हजुरहरूलाई चाहिँ चुलोमा भात पकाउँदैछु। हाम्रो चुलो यस्तै छ साथीहरू। गाउँघरमा सायद सबैको यस्तै हुन्छ होला जस्तो लाग्छ। मलाई चाहिँ केही कुरा पनि जे छ त्यही देखाउन मन लाग्छ। अप्ठ्यारो नमानेर हेर्नु होला। मैले यतिखेर देश विदेशमा रहनुहुने सम्पूर्ण आदरणीय आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई सम्झिरहेको छु सानो। अनि भिडियोलाई अन्तिमसम्म हेर्दै गर्नुहोला। हामी चाहिँ अब खाना पकाउँछौँ है। रातैभरि निन्द्रा छैन आँखा झिमी झिमी यसो आँखा जोड्यो भने सपनीमा तिमी बस्यो अलकै हो यता जोबना ढल्क्यो ढलकै हो यता जोबना ढल्क्यो ढलकै। ए ढल्क्यो जोबना हो त्यो त हाँस्दै खेल्दै गयो जोबाना हो। ल हामी चाहिँ अब खाना नास्ता त हामीले गरिसक्यौँ। अब खानाको तयारी गर्दैछौँ। यो चाहिँ बर्खामा ओर्ने स्याउ हाम्रो भान्सामा छ है साथीहरू। तपाईँहरू के भन्नुहुन्छ? हामी चाहिँ स्याउ नै भन्छौँ। साथीहरू हाम्रो दिदीले चाहिँ यहाँ फेरि आन्द्राभुरी
धुँदैछ यहाँ चाहिँ यो चाहिँ के अरे ल ल ल देखा न साम्टिला भन्छौँ हामीले तपाईँहरूले के भन्नुहुन्छ पाङ्रा पनि भन्छन् कतिपयले दिदीको भागमा फेरि पुरै यस्तो धुनु परेको छ भेनाजुल काट्ने दिदीले धुने म फेरि पकाउने साथीहरू नमस्कार सबैलाई कस्तो छ दिदी अहिले स्वास्थ्य अवस्था सुधार हुँदैछ राम्रो हुँदैछ नि है छिट्टै ठिक हुन्छ है ल ल ल ल साथीहरू अब म चाहिँ उलिन जाँदैछु के आफै गीत गाएर कता हिँडेको ल हेर्नु है साथीहरू हाम्रो बाबुको नाच ओ गीत पनि गाऊ न बाबु नाच्यो अरे के बाबु खै त गीत गाया खै त ए त्यत्तिकै नाच्यौ ओहो ल उठेर बसेर ए त्यस्तै हो ए ल वाउ वाउ ओहो ओहो गजब भयो अब पुरस्कार पायो भने म भन्छु है एकछिनमा जाम्ला के पहिला मासु पकाऊँ अनि जाम्ला है यो पैसा त कति ठुलो पैसा हो यो 10,000 हो के 10,000मा यस्तो हुन्छ यो 10,000 भनेको सबभन्दा ठुलो पैसा हो 10,000मा यस्तो छिर्के बिर्के हुनै पर्छ त्यही भएर हो एकछिनमा है म तल गएर आउँछु है ल साथीहरू हामी चाहिँ अब तल जाँदैछौँ मेरो छोराले आउनु के भनेछिन् चाहिँ तिमीले नि काम गर्छौ ओहो कति राम्रो बाख्रा नि बाबु तिम्रो साथी हो मुनि मुनि भन न बाबु गीत गाऊ त यसो आँखा भन्ने कुटो कुटो के गर्ने हो र किन खन्ने होइन के कालु आऊ आऊ बोइ बोइ यहाँ आऊ त यहाँ आऊ खन्ने होइन म त अब लसुनको पात टिपेर गइहाल्ने हो साथीहरू बच्चासँग कस्तो रमाइलो हुन्छ नि म चाहिँ यहाँ बारीमा आएको छु बारीमा मेरो बुवा र आमा यति मेहनती हुनुहुन्छ साथीहरू यति राम्रा राम्रा हाम्रो चाहिँ थोरै जग्गा छ तर सबै रोप्नुहुन्छ कि मलाई एकदमै खुसी लाग्छ मेहनती बुवा आमाको छोरी बन्नुमा एकदमै गर्व लाग्छ है तपाईहरुलाई देखाउँछु ल हेर्नु है यति बारीमा कतै साग कतै टमाटर कतै लसुन कतै के यता रामचना अनि यता के रोप्नुहुन्छ कि यहाँ मकै छ उ त्यहाँ देख्नु पनि डोकोले छोपेको त्यहाँ के छ त्यो मलाई पनि थाहा छैन हेरौँ है एकचोटि यसो आँखा जोड्यो भने सपनीमा तिमी ओहो ल साथीहरू यहाँ करेला रहेछ हेर्नु है यो करेला हैन यो फेरि लौका रहेछ यहाँ लौका रहेछ यहाँ अनि यहाँ फेरि यहाँ पनि करेला रहेछ यहाँ पनि करेला रहेछ सबै करेला रहेछ है साथीहरू यहाँ करेला रहेछ अनि यहाँ चाहिँ प्याज सानो सानो भएको छ तपाईहरुको घरतिर ठुल्ठो है म लिएर आउँछु दिदी है पिर नगर है लसुनको पात ल्याउन किन कुटो चाहियो नाइ त्यसले आफै हो यसरी हामी चाहिँ उ गर्दैछौँ साथीहरू
एउटा फेरि टमाटरको बोट रहेछ के, एउटा मात्रै तर भुइँमै है। यसलाई राम्रोसँग स्याहार गर्न पाए भए राम्रै हुन्थ्यो होला, तर ठिकै छ, राम्रै फल्या छ। कुनै कुनै चिजहरू स्याहार नपाउँदा पनि राम्रो हुन्छन् नि होइन र। ल म अब लसुनको पात टिप्छु है त। त्यहाँ छ लसुनको पात। साथीहरू मैले भनेको थिएँ नि हाम्रो बुवाले आमाले चाहिँ सानो जग्गामा पनि धेरै किसिमको खेती गर्नुहुन्छ भनेर। यहाँ फेरि धनियाँ हेर्नु न यति मात्रै। त्यहाँ लसुन छ, यो बिचमा मकै छ, यता पनि मकै छ है, पारी पनि मकै छ। यहाँ चाहिँ बिचैमा फेरि यति धनियाँ छर्नु भएको रहेछ। अब मासु पकाउने भनेपछि त धनियाँ लानै पर्यो, त्यसैले म धनियाँ टिप्दैछु है साथीहरू। हे थाहै थिएन कहाँनेर, हे थाहै थिएन कहाँ छ धनियाँ, धेरै पछि आएको छु मनिया, वारी घाम पारी छाया छ, अन्त आँखा नडुलाउ कान्छा, यता तिम्रो सानो माया छ, अन्त आँखा नडुलाउ कान्छा, यता तिम्रो सानो माया छ। अहिले चाहिँ मैले क्यामराम्यान पाएँ है, अनि मेरो भिडियो खिचिदिइरहनु भएको छ। धन्यवाद भन्न चाहन्छु मैले मेरो प्यारो। हजुर यामा उता देखाउनुहोस् त, खै के ल्यायो, खै उचाल त, ए आमा सक्छौ त्यसले खन्न। साथीहरू म चाहिँ अहिले धनियाँ टिप्दैछु। मेरो आजको दिन, आजको भ्लग हेरिसकेपछि हजुरहरूले फेरि कमेन्ट गर्नुहोला। र म हजुरहरूलाई के भन्न चाहन्छु भने, मैले कहिलेकाहीँ कार्यक्रमको व्यस्तता अनि समय अभावको कारणले गर्दाखेरि धेरै समय पहिलाका भिडियोहरू पछि पनि अपलोड गरिरहेको हुन्छु। त्यो हेरेर चाहिँ साथीहरूले कतिपयले तपाईँ दाङमै हुनुहुन्छ क्या हो भनेर फोन गर्नुहुन्छ। कहिले कहिले नेपालगञ्जको भिडियो हाले हुन्छु तर म काठमाडौँ गइसकेको हुन्छु, अनि तपाईँ नेपालगञ्ज आउनुभएको रहेछ भेटौँ न भन्नुहुन्छ। खासमा मैले चाहिँ भिडियो अपलोड गर्दाखेरि चाहिँ ढिला भइसकेको हुन्छ कि धेरै कुराहरू के अरे समय धेरै गइसकेको हुन्छ, भ्याउँदैन नि त उतिखेरको उतिखेर गर्न। त्यही भएर त्यो कुरालाई पनि बुझिदिनु होला भन्न चाहन्छु। ल आयो त्यहाँ मकै उ गरेर खन, एकचोटि खनेको पनि देखाइदिनु पर्यो। हो त्यति खन ल। यामा बाबु त कति मेहनती छ के रोप्ने हौ, के रोप्ने हौ खनेर, यिनी सबै रोप्ने हौ। ओहो नि यति राम्रो बास्ना छ लोकल धनियाँ है साथीहरू, साह्रै राम्रो। तर शीतमा टिप्न त नहुने हो, के गर्नु अब, अहिले पकाउनु लाग्यो अहिले टिप्न पर्यो, बेलुका टिपेर है। एउटा बुटो ओखल्यो, अब मार्नुहुन्छ क्या मलाई भनेर क्या, मार्नु। यो त मैले रमाइलो गरेको बारे। यो चाहिँ खासमा पात टिप्नुपर्छ नि त धनियाँको, सानोमा बोटै आयो, केही छैन है। अब त पुग्छ होला जाम है, अचारलाई पनि लगाउने हो कि भनेर हो र। ल रोप्दै गरेँ, म गएर पकाउँछु है। ढिला भइसक्यो कि भात खान, भोक लाग्छ नि त। अनि तिमीले पो उ गर्यौ र, तिमीले पो बिहानै खाइसक्यौ। साथीहरू म धनियाँ लिएर आइसकेँ, हजुरहरूले थाहा पाइसक्नुभयो। अब चाहिँ म लसुनको पात टिप्छु। भर्खरै बुवाले चाहिँ भुसहरू हाल्नुभएको रहेछ, मैले त्यही भएर उ गरेँ। गाउँघरमा मल जल गऱ्यो भने राम्रो खेती हुन्छ। हाम्रो लसुन पनि एकदमै सप्रेको छ, थोरै छ तर सप्रेको छ है साथीहरू। मेरो बुवा आमा जस्तै सप्रेको छ है। ल यति भए पुग्छ होला। हजुर आऊ साथीहरू, अब चाहिँ भिडियो यति नै हो। यो पछाडिको भाग पनि हेर्नको लागि अर्को भाग हेर्नुहोला।
अब म लसुन लगेर गएर मासु पकाउँछु है त। नमस्ते।